Ready? Okay, ready? तपाईले काम चाहिँ हेर्दिनु पर्छ बसौँसँगै जानुपर्छ सँगसँगै ल ल बहिनी तपाईँ ल ल हेलो नमस्ते थ्याङ्क यू हेलो नमस्ते नमस्ते हजुर थ्याङ्क यू अब त सकियो फर्स्ट सेकेन्ड थर्ड
पर्ने भएकोले गर्दाखेरि सल्लाहकार रुद्रराज गुरुङज्यू, सल्लाहकार लेखमान गुरुङज्यू, गणेश गुरुङ, क्याप्टेन गणेश गुरुङज्यू कृपया आसन ग्रहण गरिदिनुहोला। मोहन सिंह गुरुङज्यू, क्याप्टेन रिटायर्ड रणबहादुर गुरुङज्यू, लमजुङ समाजके आमा समूहका अध्यक्ष मिसेस तारा गुरुङज्यू, यहाँहरू सबैलाई म दीप प्रज्वलनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू। दीप प्रज्वलनको कार्यक्रम पुरा भएको छ। म यहाँहरू सबैलाई आफ्नो स्थानमा आसन ग्रहण गरिदिनु लागि म अनुरोध गर्न चाहन्छु। ठिकै छ, एकछिन मिसेस तारा गुरुङज्यू उभि राख्नुहोस्। हामी राष्ट्रिय धुन गर्ने यसैमा र अब र भन्दै म अध्यक्षज्यू लगायत सम्पूर्ण मेरा कार्य समितिका साथीहरू, एडभाइजरज्यूहरू, हाम्रा आज चिफ गेस्ट पूर्णराजज्यू, उहाँका धर्मपत्नी, साथै आमा समूहका अध्यक्ष तारा नानी मैलीलाई धेरै धेरै धन्यवाद र उहाँका श्रीमान र सम्पूर्णलाई हजुरको उपस्थितिले आज हामीलाई धेरै ठुलो जाँगर दिएको छ र यस्तै खालको चाहिँ उपस्थिति हेर्नु पाऊँ भन्दै, साथै आज हाम्रो इन्टरटेनमेन्टको लागि हाम्रा दुईजना नेपालबाट आउनुभएका कलाकारहरू हुनुहुन्छ र उहाँहरूसँग चाहिँ आज हामी सक्दो मनोरञ्जन गरौँ र विशेष गरी टाढाबाट आउनुभएका हाम्रो पाहुनाहरू अब अलिकति हतार हुनुहुन्छ र सबैले चाहिँ नाचेर आज जानुपर्छ भन्दै मेरो छोटो वक्तव्य चाहिँ यही नै समाप्त गर्नुपर्छ कि के हो जस्तो लाग्यो। ल, थ्याङ्क यू। आफ्नो बुढा, आफ्नो छोरा, नाता नातिनी ल्याएर चाहिँ तपाईँहरूले सपोर्ट गरिदिनु भयो, जसको लागि तपाईँहरूलाई एकदमै लागि चाहिँ हाम्रो एक्स लमजुङ समाजको अध्यक्ष पनि हो, हाम्रो इलेक्ट्रिक समाजको सल्लाहकार तुलाराम गुरुङज्यू, उहाँले चाहिँ भेटरनको लागि स्पोन्सर गर्नुभएको छ। म तुलाराम सोटीलाई एकदमै धन्यवाद दिन चाहन्छु। उहाँको लागि एकचोटि चाहिँ ताली दिइदिनु है। थ्याङ्क यू भेरी मच। भेटरन टिमको लागि चाहिँ रेफ चाहिँ गर्नुभएको थियो। रेफ्रीको लागि सफल भान्जोलाई एकदमै धन्यवाद दिन चाहन्छु। पोहोरको साल जस्तो चाहिँ राइनस र दोर्दी गरेन, किनभने सबै गोर्खा कपको टिम बिबिसीको टिम भएर छ है, यिनीहरूले केही गरिसकेन, खुट्टामा हान्न पनि सकेन यिनीहरू। विजय गुरुङ यो पछि युथ टोली चाहिँ रेडी भएर बस्नु होला है। लक्ष्मण गुरुङ, लक्ष्मण अर्को हाम्रो नम्बर 1 किपर है चिजराम गुरुङ सोल्टे, उहाँले पुरा एउटा गोल पनि दिएर है। फर्स्ट प्राइज हाम्रो 21 बियर छ, जसको लागि चाहिँ म टिम क्याप्टेन मनोज गुरुङले चाहिँ सुन गुरुङले चाहिँ आइदिनु म अनुरोध गर्छु। ल, भेटरन टिम विनर आजको है यसपालिको। ल, सुन गुरुङ टिम क्याप्टेन, टिम ए, थ्याङ्क यू भेरी मच।
त धेरै छ, तपाईँ त साह्रै कम्ती आएछ। अब युथको पनि यसरी मिलाएर खेल्ने थियो। युथमा चाहिँ के भयो भनेदेखि हामीले अलिकति धेरैजना खेलाउने र त्यसमा चाहिँ हाम्रो भेटरेन टिमको चाहिँ एकदम बेस्ट सेलेक्टेड टिम र युथ टिम को चाहिँ बिचमा चाहिँ हामीले प्रतिस्पर्धा गरेको थियौँ। त्यसमा चाहिँ यसपालिको विजय फेरि युथ टिम नै भयो। युथ टिम बुढाहरूले केही गरिसकेन है। युथ टिम चाहिँ कति गोल आयो? 7 बाबु गोल बाबु एट्रिट गुरुङ एट्रिट हृदय गुरुङ हृदय कल्याण बाबु हृदय नम्बर 7 अश्विन गुरुङ ल ओके अंडर 12 को विनर टीम ए और टीम कैप्टन इवन गुरुङ। बाबू होला विनर टीम है कोही तपाईले हरायो चेतन गुरुङ सबै आउने नामहरु मलाई पढ्नै गाह्रो सीएम बाबू सीएम गुरुङ गोलकिपर वेरी सीएम ओ कम सीएम एउटा गोल खेलाउन दिएन टेबल जितेको होल्डर सीएम ट्रान्सफर डान्स दिइहालेको है आर्यन गुरुङ यसको पनि म्यान अफ द म्याच म्यान अफ द म्यान अनि बेस्ट प्लेयर हामीले छानेको थियौँ। रेफ चाहिँ हाम्रो मनोज भाइ उहाँले गरिदिनु भएको थियो। मनोज भाइलाई एकदमै धन्यवाद। र विनर टिमको लागि सुरुमा म म्यान अफ द म्याच को होला? हु इज म्यान अफ द म्याच? हु डु यु थिंक? बादल गुरुङ हाम्रो जुनको छोरा है उहाँ चाहिँ बाउले गोर्खाको सबै मेडल नेपाली टुर्नामेन्टको सबै मेडल है। अब छोराले लाने चाहिँ पालो छ। विल सी इन द फ्युचर युथ स्टार। र उनीहरूको लागि त चाहिँ विनर प्राइज छ एउटा गर्दाखेरि आई वुड लाइक टु कम इवन गुरुङ राइट विनर प्राइज दिनको लागि ओलन इवन भान्जा काकी कहाँ हुनुहुन्छ? सेकेन्ड हो तपाईँ त सेकेन्ड फर्स्ट त होइन सेकेन्ड वाला हो। ल काकी तपाईँले दिनुहोस् ल। ल म्युजिकल भलिबलमा प्रथम हुनुहुने हाम्रो इलमपोखरी समाज युकेका सल्लाहकार होइन जुना बहिनी हाम्रो लमजुङ समाज युकेको सल्लाहकार हो। तपाईँ इलमपोखरीको त खै के हो थाहा भएन। बहिनी आउनुहोस् एकदमै बधाई छ तपाईँलाई। दुःखको कुरा ठेलो प्रतियोगिता भएन। ल बहिनी बधाई छ र प्रायोजक नन्द काकीलाई पनि एकदमै धन्यवाद भन्दै आजको आउटडोर एक्टिभिटिज यहीँ आएर अन्त छ। अब हामी फेरि ब्याक टु सचिवज्यू तपाईँको औपचारिक कार्यक्रम सञ्चालन गर्नुहोस्। थ्याङ्क यू।
कृपया स्टेजमा आइदिनु होला आश्राम गुरुङज्यू। अगमको परिन्छ हेर्नेले ताली त बजाउन सक्नुहुन्छ उनले ताली बजाइदिनु होला सबैजना होइसक्यो लैका ते 10 वर्ष 20
खुसी छ आत्मा नि तिम्रै झल्को दिनमा नि रातमा नि हावस राइनासको डाँडैमा हावस कता छ निर्माया उतै नजरा अजिरको डाँडैमा हावस कता छ निर्माया उतै नजरा कता छ निर्माया उतै नजरा ए हो हो सन्टिनीको झालेरुमा खस्यो भुइँतिर नजर भुइँतिर ल हाम्रो यता पुजीले खत्रै नाच्नु भएको छ है ल थ्याङ्क यू ल अनुपा गलबन्दी चैसो मोसो सैनोरी खुसो मोसो हो गलबन्दी चैसो मोसो सैनोरी खुसो मोसो मिनो बेटा तमिलो मुसुरानी मिनो बेटा तमिलो मुसुरानी मिनो बेटा तमिलो अब केटीको पालो है तपाईँहरू वेक्रमी फेस्यो मोनो सेनोरी फेस्यो मोनो हो वेक्रमी फेस्यो मोनो सेनोरी फेस्यो मोनो मिनोर बेटा तमिलो मोनो राजा मिनोर बेटा तमिलो जमिनोर बेटा तमिलो यता पछाडिको हाम्रो सबैजना नाच्न होला कि म आउँछु त
कस्तो हुँदैछ रमाइलो हुँदैछ नाम चाहिँ इभेन्ट चाहिँ यो प्राइज पुरस्कार स्पोन्सर गर्नुहुने माला बहिनी एकदमै धन्यवाद ल भन्दै विनर